गाइज हामी अब अ, के अरे नाम अ, डक्टर निकोलस भुसालको मिम ट्रोल भिडियो हेर्न जाँदैछु होइन यसमा चाहिँ अलवेज झ्याप निकोलस भुसाल भनेर छ होइन यसको हेरौँ है यसको फनी जस्तो लागिरहेछ मलाई होइन हेरौँ कस्तो हुन्छ है जाउँ। आई 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 क्या बोल रहा है ये? के उबला हो? हुआ अंडा मांग रहा है। हाम्रो सन्डेबाट हाम्रो अनि रवि बित्तिकै भन्न आइतबारबाट सन्डे बनाएको हाम्रो मुन भनेको के अरे सोमबार भनेको सोम भनेको मुन मुनबाट सोमबार बनाएको हाम्रै 365 दिनबाट चोरेर 365 दिन बनाएको हाम्रो एकलाई वान गरेर वान बनाएको हाम्रो दुईलाई स्क्वायर दुई बनाएको हाम्रो चार बनाएको यो देश बन्न के 6 महिना होस्ट फालिदिने सर 5 दिनमा म बनाइदिन्छु सर यार सजिलो छ तपाईँले भने गाह्रै छैन नि सर तोप, के तोप। गाह्रो छ आजैको दिनमा ल तिनटालाई पक्रापुरी जारी गर्ने के गाह्रो छ अहिले बालन साल म प्रधानमन्त्री प्रत्यक्ष कार्यकारी बनाउन तयार थिएँ छु पनि अहिले पनि तर लायक भएर आउनु पर्यो नि त उभन्दा खतरा मै छु जस्तो लाग्छ म साइडमा बस्दाखेरि भने म कसै ए चाहियो तपाईँलाई एजेन्डा भनौँ यो चावडा भने होइन होइन त्यो त जेन्जी पुस्ताले बोकेको एजेन्डा हो। त्यही कुरा पुरा गर्छु नि त मैले मलाई अनि के तपाईँको कुरा एजेन्डा किन चाहियो सुन्ने सर खालि जेन्जी पुस्ताको कुरा सुनिरहेको छ त होइन जेन्जे पुस्ताको कुरा म बोलिरहेको छु नि त आन्दोलन त मैले लिड गरिरहेको छु नि त अहिले तत्काल लिड त गरेँ होइन कमेडी दुईजना एउटै ठाउँमा के फेरि यो जङ्गल हेर्नु न यो पातलहरू हेर्नु न यो पातहरू चढिसक्यो त्यो पनि के न के रेस्पोन्सिबिलिटी मलाई थाहा भएन अरू जति पनि पातहरू छन् नि 1 रुपियाँमा हामीले पात किन्छौँ कि नेपालको साल मात्र अहिले हामीले सदुपयोग गऱ्यो भने प्रत्येक नेपाली आजकै दिनमा 1 करोड बाँड्न पुग्छ 1 करोड 20 लाख बाँड्न पुग्छ होइन साइन्टिफिक तरिकाले त ठिक हो होइन किनकि जस्तो अब साइन्टिफिक तरिकाले त्यो त फेरि साइन्टिस्ट हुनु पऱ्यो नि त त्यो यो प्लान्टले के गर्छ यो प्लान्टले के गर्छ भनेर होइन त्यत्तिकै हावातालमा आएर योले यस्तो गर्छ त्यसले त्यस्तो गर्छ बकवास हो यार त्यो कि आफै साइन्टिस्ट भएर प्रुभ गरेर देखाउनु पऱ्यो होइन त्यो हावामा आएर हावामा गएर भिडियोमा यस्तो गर्छ त्यस्तो हुन्छ भइया त हो यार त्यो हामीले चाहने हो भने म यो एमबेसी पनि लहरिदिन नि सक्छु कि साथी भन्नु पर्दाखेरि होइन सकिन्छ कि होइन मलाई आत्मविश्वास चाहिँ छ कि यति कुराहरू कि आत्मविश्वास चाहिँ छ एमबिसीलाई भगाउने भन्नुभयो होइन सोमालियामा आजभन्दा 20 वर्ष अगाडि भगाएको हो कि होइन भगाएको हो नि त एमबेसीमा बम्ने फालेको इतिहास छ नि त आर यू कॉमेडी मी? यसो मैले 20 वर्ष अगाडि त मलाई थाहा छैन हौ के कस्तो मलाई जतिखेर पनि दिमागमा चाहिँ बाँच्ने मन नलाग्ने कि मर्नु मात्र मन लाग्ने होइन त्यो सबै देखेर अनि सर यो सबै दिमागमा त्यही मात्र कुरा आउने कि दाइले बोलाएको जस्तो फिल हुने आइज त पृथ्वीमा सबै गरिसकिस् रमाइलो गरिसकिस् के काम आइज म भने जस्तो फिल हुने पेन देख्यो भने झुन्डिम जस्तो फिल हुने बाइक चलाइरहेको छु त्यहाँ ट्रक के डिसअर्डर जस्तो छ हो के अरे के भन्छ रे त्यसलाई डिप्रेसनमा छ जस्तो छ हो हेरेर ठोकिदिउँ जस्तो फिल हुने हाइट सुसाइड टेन्डेन्सी यो हो कि बालन अब शाह भन्ने छ नि मान्छे मेरो साथी हो है उम्। यति खतम यो 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 वर्डहरू हालेको छ नि बिच गान्जा कमेडी रहेछ यार त यस्तै बेला हालेको कि काठमाडौँ त भड्कालमा हाल्यो देशै भड्कालमा हाल्ला जस्तो भइसक्यो सुमन साइमीले भाइ त्यो मान्छे ठिक छैन सपोर्ट नगर 1000 जनाले भन्थे होइन दाइ चण्डाल भन्दा चोरे ठिक भनेर ल्याएर राखेको हो। तर हर्कलाई चाहिँ बोलिहाल्नु पर्छ कि तपाईँलाई यस्तो सजिलो छ कि नेपाल त डाँडाको देश छ अब त उड्ने जमाना आयो नि सर फ्लाइङ कारको जमाना आयो नि त हामीले त त्यो सोच्नु पर्यो नि त तपाईँ हाम्रो पुस्ताले त त्यो सोच्नु पर्यो नि त होइन र एउटा डाँडामा टक्क काट्दिने थोरै स्टेसन बनाउने त्यहाँबाट उड्ने फेरि 10वटा डाँडा पारि जाने यो कुरा त ठिक हो होइन तर नेपालमा बेसिक निडहरू पुगिरहेको छैन इलेक्ट्रिसिटी खाना रोजगार होइन त्यस्तोहरू पढाइहरू त्यस्तै पुगिरहेको छैन यो फ्लाइङ कारको भनेको ओ माइ गॉड 2050 20 30 40 वर्ष पछिको कुरा हो कि नट नाउ फेरि उड्ने जेनेरेसन हामी त फ्लाइङ जेनेरेसन होइन र सर टाइम जस्तो होइन शेरमान्छेलाई मार्छु भन्थेँ मैले फोन गरेर भाइ नमार यसलाई हामीले देश बनाएर देखाउनु पर्छ भनेको कि महेश पटना छुटेर मार्छ भने मैले बचाएको हो त्यतिखेर नमार भाइ के गर्नु हुँदैन अन्त भैरवनाथगढमा 3000 जाने केटाहरू चाहिँ छिर्न थालेको थिएँ केटाहरू यिनीहरूलाई अलिक सेफ राख्नु आर्मीले हामीलाई केही पनि गर्दैन भनिसकेको थियो कि साँच्चै कुरा हो कि के हो गफ हानेको साँच्चै कुरा हो
म यति प्रधानमन्त्री हामी यति भएको भए 5 वर्षमा सारा नेपाललाई करोडपति बनाउँथे म भएको भए तेरा बाप यहाँ छोडकर गया था कि तेरी माँ कसरी आइफोन 1 भन्दा 2 2 भन्दा 3 एडभान्स हुन्छ नि हजुर भन्दा बा भन्दा म एडभान्स छु के र म भन्दा मेरा भाइ झन् एडभान्स छन् खतरनाक छन् यो पृथ्वी हैन मैले त पृथ्वी चलाउन सक्छु भने चाहिँ यही बसेर भाइ हो क्या भगवान बुद्ध पनि किसान हुन् भगवान शिव पनि किसान हुन् भगवान कृष्ण पनि किसान हुन् गाई पाल्थे नि त उनले पनि एकजना व्यक्तिको नाममा 12 वटा साल दिन मिल्छ क्या अहिले एउटा साल 1 करोड पर्छ 12 करोड भएन उसको अनि अर्को कुरा यो खानीबाट कति पैसा हुन्छ थाहा छ हजुरलाई फलाम खानीबाट मात्रै हरेक नेपाललाई 2-2 करोड बाँड्न पैसा हुन्छ कि फलाम तामा र हिरा खानीबाट पैसा हो त मलाई लहर थुन्नी रे होइन मलाई मेरो माग पुरा गर्नु परेन कि जेनजीको माग पुरा गरिदिनुहोस् न हजुरलाई जसले प्रधानमन्त्री बनाएको जेकालाई प्रधानमन्त्री त्यति पुरा गरिदिनुहोस् न मलाई त थुने पनि भयो मलाई मारे पनि भयो कि खाल्डो खनेर पुरै खत्तम कमेडी होइन देश बिहान त तपाईँ हामी सबैले हो हामी सबै मिलेर बिगारेको जतिखेर आन्दोलन थियो नि त शेरबहादुरहरूलाई सबैलाई मार्छु भन्थ्यो केटाहरूले नमार भनेर हामीले बचाएर रिक्वेस्ट गरे त्यसले भन्छ कि पैसा रुखमा फल्छ उतो रुखमा नि पैसा फल्छ उयो रुखमा नि पैसा फल्छ होइन सबै पैसा पातमा फल्छ पातमा नि पैसा फल्छ आन्दोलन पुगेर चाहिँ क्या यो त पैसा माटोमा छ ढुङ्गामा छ एउटा यही माटो ढुङ्गा कति महँगो छ विदेशमा किन्नु पर्यो भने हामीले चाहिँ आकाशतिर हेरेर हामीले बिग्रेको हो कि तल हेर्नु पर्यो अहिले भर्खरै हामीले कोसीबाट प्लेन जहाज चढेर अमेरिका अस्ट्रेलिया पुगिन्छ कि नेपाल ल्यान्डलक कन्ट्री होइन कि माइन्ड लक कन्ट्री यहाँको दिमागको ढक्कन लगाएको छ कि यहाँनिर सम्पूर्ण व्यापारीहरू तपाईहरु देशमा बस्न लागेकै हुनुहुन्न खास खत्तम हे डाक्टर हे इन्जिनियर हे वकिल हे भन्न ठुला बडाहरू आफूलाई खुब बुद्धिमानी सम्झिन्छौ नि तिमीहरू हैन म पनि डाक्टरै हुँ केही छैन आपत्ति छैन यो देशमा हामीले कैलाश पर्वतदेखि स्वर्गद्वारसम्म स्वर्ग जाने बाटो स्वर्गद्वारदेखि सगरमाथासम्म स्वर्गको बाटो सगरमाथदेखि कञ्चनजङ्घासम्म स्वर्ग पछिको बाटो बनाउँदैछौँ दुःख के कुरामा लाग्छ भन्दाखेरि चाहिँ फोटाहरू कहिले कहिले राम्रा देखिन्छन् तर अमेरिकामा नि सुख छैन कि साथी अस्ट्रेलिया क्यानाडा कहीँ पनि तिमीहरूले बुझेछौ नि त होइन सुख खोज्दै पैसा खोज्दै सुख खोज्दै भौतारेको होइन मलाई पनि लाग्थ्यो पहिला पैसा भएपछि खुसी हुन्छ कि मलाई पनि 5 वटा गाडी लिएर हिँड्थेँ कुनै बेला कुरा के छ पुलिसहरूलाई बोलाएर तुन मान्छे तुन्न तुनेन भने निकाल्दिन के बिग्रिन्छ कर्मचारी निकाल्दिन न्यायाधीश निकाल्दिन के बिग्रिन्छ के गाह्रो काम हो संविधान 10 वटा बुँदा संशोधन गर्न के गाह्रो हो प्रत्यक्ष कार्यकारी लेख्न के गाह्रो हो प्रदेश सभा राष्ट्रिय सभा खारेज भयो भनेपछि भयो नि भएन प्रधानमन्त्री र गृहमन्त्री राम्रो काम गरिरहनु भएको छ जनताको मन जितिरहनु भएको छ कहाँ जिते के सर कता जिते कताको कसको मन कुन जनता बिए कहिले गर्ने त बिए म चावडा कुरामा हिँड्छु कि खास एउटा अनि मैले वेद हेरेर वेदमा चाहिँ के लेखाएको छ एउटा पञ्चाङ्ग हेरेर के छ तपाईँको योग भन्दाखेरि चाहिँ बिए गर्ने योग छैन जस्तो छ मैले चाहेर के हुँदैन कि मैले चाहेर सन्दीपले खेल्न पाउँदैन तर भगवान्ले चाहे नि पाउँछ कि भगवान्ले चाहेर हुने हो कि मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ अहिले भगवान्ले चाहेको छन् कि म यहाँ आइज भनेर अनि म यहाँ आउँछु फेरि भगवान्ले उता जा भनेर चाहन्छन् गर्छु कतिपल्ट त तपाईँले अलवेज झ्याप निकोलस भुसाल भन्छन् कि खास झ्याप भने के म बुझाइन्छ है म त यसैको विज्ञ हुन् त फेरि किन भन्दाखेरि म गाजाको बारेमा थाहा छ नि त के खाने कति खाने मलाई थाहा छ नि त अनि तिमीहरू कसैको बाउको खाइदिएको छैन गाडी हर्कजीको चाहिँ उदारता छ उहाँ जान्छ मसँग दुइटै छ कि सर मसँग बालेनको भन्दा खतरा सोच छ भिजन छ रिसर्च छ सब कुरा छ सर खतरै छ सर हामी नाकामा म सुनौलीमा सुत्छु मेरो साथी रुपडेमा सुत्छ मेरो अर्को साथी रक्सौलमा सुत्छ मेरो अर्को साथी कागरभित्तामा सुत्छ मेरो अर्को साथी भनौँ न यतातिर सुत्छ सबैतिर गरेर हामी नाकामा सुतेर के बिग्रिन्छ ए मस बस्ने तैँले के गरिस् आजसम्म देशका लागि ए गगन थापा के गरिस् तैँले देशका लागि म
होइन पार्टीको सदस्य थिएँ आजसम्म होइन आज म उसको पार्टीको सदस्यता भर्खरै राष्ट्रसभाकै सदस्य थिएँ मैले त्यागेको थिइनँ आज मैले यहाँ आगो लाउने मन थियो मैले प्रिन्ट गर्न भएन र आजदेखि मैले यो पार्टी परित्याग गरेको र सबैजनालाई यो पार्टी राष्ट्रसभा भन्ने पार्टी परित्याग गर्न हार्दिक अनुरोध पनि गर्न चाहन्छु ए राष्ट्रमा पनि गयो रहेछ अरबौँ सगाई ठग्नेहरू बाहिर छ ऊ रवि दाइले सगाई ठगेको हो कि होइन कि अहिले स्योर पनि छैन साला चोर रवि लामिछाने के हो लो घरि पार्टीमा घरि पार्टी गएर है उहाँ जतिको पढिएको मान्छे विज्ञ मान्छे विद्वान मान्छेहरू आइसकेपछि यो देशमा ठुलै परिवर्तन होला हामीलाई विदेश जानु नपर्ला होइन लाउरे पनि नेपाली आउलान् नेपाली बनाउलान् ठुलो आस्थ्यो तर उल्टो भइदियो कि यो देशमा होइन पहिला अलिअलि गुलाम थियो जस्तो लाग्थ्यो अहिले देश पुरै विदेशीको गुलाम भइसक्यो उहाँहरूले मात्र बिगारेको होइन उहाँले त आफूसक्दो गर्नुभयो नि त प्रवचन पछि दिउँ यसो गरेन यो न्याय त केन्द्रित हुन्छ नि तपाईँ बिरामी बिचमा छेउमा डाक्टर भुषाल त्यो पहिला अब प्रचण्ड बाबुराम हस् यार यो बेला पनि हेरेको थियो हौ पहिला गुरु जस्तै देख्छु त्यसो नगर साह्रै गलत प्रवचन दिइरहनु यसो नगर ए भाइ तपाईँ उहाँ पो उहाँ तपाईँ हुनुहुन्छ यस्तो मान्छे राखेर तपाईँ कसले बचाउँछ भन्नुहोस् त अब उहाँ ठिक कि म ठिक तपाईँ भनिदिनु न त ल तपाईँले देश बिगारिदिनु भन्नु नपाएन हामीले एउटा भर्खरै ड्रोन फाल्न सकिन्छ होइन अहिले भर्खरै एउटा बम फाल्न सकिन्छ सर्वोच्च उडाउन सकिन्छ के बोले भाइ के बोले तर हामी एउटा पनि नेपाली नागरिक नमरोस् जो मरे पनि त आफ्नै दाजुभाइ मर्ने हो नि त चोरै न्यायाधीशै छ भने पनि बरु त्यसलाई पछि श्रम शिविरमा पठाउँला ढुङ्गा बोक्न पठाउँला माटो बोक्न पठाउँला किन बेकार मार्नु ज्यान किन लिनु भनेर हामीले त्यसरी बचाएर भ्रष्टाचारी नै छ भने त्यसलाई बरु उतातिर पठाउँला ढुङ्गा बिहानदेखि साँझसम्म भागेछ नि गोली ठोकिदिउँला एकचोटि तपाईँले भन्नुभएको थियो हामीले चाह्यौँ भने सिंहदरबार भोलि उडाइदिन सक्छौँ भनेर अहिले आजै सकिन्छ भोलि कुनै पर्दैन अझै हामीले यस्तो हतियार बनाएको छौँ कि थाहा पनि पाउँदैन यिनीहरूले सिधै हतियारै बनाइसकेको रहेछ कुनै कतारकै भाडा मल्न जन्मेको डाक्टर साहब त यहाँ पो रहेछ त यार डोको बोक्दैछ त एक हप्ता कुरेपछि मैले प्रधानमन्त्रीलाई भेटेँ कुरा गरेँ गृहमन्त्रीलाई भेटेँ दुइटैले के भन्यो भन्दाखेरि हामीले केही गर्न सक्दैनौँ है हामीले के पनि गर्न सक्दैनौँ जस्तो हामीले चुनाव गर्न सक्छौँ त्यो बाहेक अरू सबै यो बेकार कुरा हामीले सक्दैनौँ भन्न थालेँ मलाई नराम्रो लाग्यो सर मन रोयो सर म पशुपति गएर 2 घन्टा रोको सर त्यो दिन पशुपति गएर 2 घन्टा उत्तर दिनुहुन्छ यसको रात चाहिँ के हो तपाईँलाई रिस कहिले उठ्दैन क्या होइन म जिन्दगीमा दुइटै कुरा जानेछु कि होइन मैले अन्तिममा दुइटै कुरा सिकेकै जिन्दगीमा होइन अनि एउटा चाहिँ बाँच्न जानियो अर्को हाँस्न जानियो मेरो भन्दैन होइन कसैले मेरो गुणगान गाइदेला भनेर भनेकै होइन मलाई कसैले गाली गरे नि मलाई डाक्टर भुषाल अलवेज यहाँ है मान्छे किन गाली गरिरहेको छ किन मेरो बारेमा तड्किरहेको छ मैले आफैलाई सोच कुनै कुरा ठिकै लाग्छ होइन अरू कुराहरू केमा बोल्यो भने वेट छैन क्या कुरा त्यस्तो लाग्यो